दिनमा सबैभन्दा बढी कमाएको कति, सबैभन्दा कम कति? मैले अब यो चाहिँ खर्च कटाएर म भन्दैन हैन, खर्च नकटाइकन भन्छु। खर्च नकटाइकन चाहिँ सबैभन्दा कम कमाएको चाहिँ मैले कति 3000 जति कमाएको छु दिनमा। त्यसमा खर्च नजोडिकन है, प्लस नगरिकन खर्च। अनि खर्च प्लस नगरिकन चाहिँ 3000 कमाएको छु। अनि बढीमा चाहिँ मैले कति दसैँको टिकाको दिन कमाएको थिएँ होला, कति 18000 सम्म कमाएको। ए दसैँको टिकाको दिन? यही दसैँ कि भन्दा पहिला? यही दसैँ, अब योभन्दा अगाडिको तिहारमा त याद थिएन। ए 18000 कमाउनु? 18000 त्यसमा खर्च नगरिकन। मम्मीसँग जाने जाने हेर्न नि, यी गाडी यतितिर चाहिँ रुयो रुयो लो। यो अझै हाने ओइ त चस्मै लगा त। तेरो आँखा के भइरहेछ भन् भन्न। मेरो आँखा अपरेसन गरेको भन्न भाइ बोल त। मामा अपरेसन गरेको अहिले चाहिँ हामी सुजाता छामाको कोठामा हिँडिरहेछ, गइरहेछ। बोल्न। ड्राइभिङ क्षेत्रमा चाहिँ कति भयो? भयो कति 2 वर्ष जति भयो। 2 वर्ष जति भयो। आफ्नै हो कि साउथ हो? आफ्नै हो। आफ्नै हो। विदेश बसेर आउनुभएको हो? छैन, बाहिर गएको छैन। अनि यो ट्याक्सी किन्दा कति पर्यो त? ट्याक्सी किन्दाखेरि पर्छ कति 27 लाख जति पर्छ नि। 27 लाख। अनि अरू चाहिँ मतलब सो चाहिँ कति गर्नुपर्छ? सो त्यही हेरी हुन्छ, 5-6 लाख 7 लाख। किस्त तिरिसक्नुभयो? छैन नि, किस्त बाँकी छ। किस्त चाहिँ बाँकी छ। कति बाँकी छ त? किस्त छ होला अझै 10-15 लाख जति बाँकी। 10-15 लाख जति। अनि याङ्गो चलाउँदा कतिको बोनस आइरहेछ? ठिकै छ, राम्रै छ याङ्गो चलाएर। ठिकै छ। अनि यो तेलमा त अलिक घाटा जान्छ भन्दो रहेछ नि? तेल गाडीमा चाहिँ अलिकति इभी हेरेर चाहिँ तेलमा चाहिँ अलिक घाटा चाहिँ हुन्छ, तर ठिकै हो। अरू एपको भन्दा त राम्रै हुन्छ। जे होस्, राम्रोसँग चलिरहेको छ। तपाईँको नाम त साईमा त देखाएको थियो? सनी हो खासमा, यस चाहिँ नै मोटो छ। अनि साईमा त छ त्यहाँ त सनी तपाईँ श्रेष्ठ चौधरी हो। चौधरी हो, थारू यार। हुन्छ नि, सबै खालको मान्छेहरू हुन्छ अब ट्याक्सीमा होइन। कहिले अब राम्रो भन्छ, कहिले नराम्रो भन्छ। सबैको चित्त बुझाएर त कहाँ सकिन्छ र। अनि दिनमा कस्तो कस्तो मान्छे भेटिन्छ? कस्तो भनौँ न, लास्टै झगडावाले भेट्नु भएको छ? भेटिन्छ नि, कोही त किचकिच गर्ने पनि हुन्छ लास्टै, कोही लास्टै पनि हुन्छ, मिल्ने पनि हुन्छ। कसैको चाहिँ प्रायः जस्तो यो ट्याक्सीमा चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि अलिकति हेर्दाखेरि नै यिनीहरू चाहिँ अलिकति हेर्ने नजरै छुट्यो क्या। कस्तो भन्दाखेरि यिनीहरूले चाहिँ ठग्छ लुट्छ भन्ने टाइपको नै हुने रहेछ क्या प्रायः जस्तो। तपाईँ फेस हेर्दै? फेस होइन, ट्याक्सी ड्राइभर भनेपछि त्यस्तो हुने रहेछ क्या कतिपय मान्छेहरू। सबै हुँदैन, सबै मान्छे के सोच त कहाँ हुन्छ र। परिसकेपछि अहिले निको त ट्राफिक हुनसक्छ अगाडि होइन? केही पनि भन्दैन अहिले त। अहिले त चिटकान थालिसक्यो होइन? चिटकान थाल्यो, खतरा चेकिङ छ नि। अनि ट्राफिकहरूले बिना काममा दुःख दिन्छ कि दिँदैन? बिना काममा पनि सबै त्यस्तै हुँदैन, त्यसमा पनि कोही कोही हुन्छ त्यस्तो खालको बिना काममा दुःख दिने चाहिँ। अब हामी पनि सबै कुरा जानेरै बुझेरै होइन, सकेसम्म ट्राफिक रुल्सहरू फलो गरेरै हिँडिरहेको हुन्छौँ होइन, नियम विपरीत नजाऊँ भनेर। तर कतिपय चाहिँ कोही कोही चाहिँ त्यस्तो हुन्छ कि बिना कारण दुःख दिने पनि हुन्छ। तर कुनै कति राम्रो हुन्छ है। ट्राफिकहरूले गाली शब्दहरू बोल्छ धेरै कि थोरै? त्यस्तो त भेटाएको छैन अहिलेसम्म। छैन है? कोही कोही चाहिँ दुःख दिने हुन्छ। अनि बेलुका चाहिँ कति बजीसम्म चलाउनुहुन्छ? 9 बजे 10 बजेसम्म। 9-10 बजीसम्म? बिहान पनि त्यही 7-8 बजेदेखि। बसे चाहिँ कहाँ हो तपाईँको? बसाइ मेरो इमाडोल। उहाँ ललितपुर। तपाईँको के अरे भ्लग हेर्नेहरूले चाहिँ भनिदिनु मेरो पनि युट्युब च्यानल छ भनेर। भन्नु नि तपाईँ आफै। अनि युट्युब च्यानलको नाम चाहिँ के अरे युट्युबमा गएर @NPJCB भ्लग भनेर सर्च गरेर भने आउँछ। जेसीबी डोजर चलाउनुहुन्छ? चलाउँथेँ पहिला हो यहाँनिर डोजर अपरेटर भनेर तालिम केन्द्रमा दिइरहेको छ क्या, त्यही भएर तपाईँले ट्याक्कै भनिहालेको। लगभग 1K क्रस छ के अरे चाहिँ सब्सक्राइबर चाहिँ धेरै छैन। सब्सक्राइब पनि गरिदिनुहोस्। हामी त ठाडै हिँड्यौँ त नि, यताबाट छिर्ने होइन? अलि अगाडिबाट छिर्ने हुन्छ हो। ल ए वहाँबाट बालाजीबाटै चोकबाट
ठिक छ अब तपाईँले जे भन्नुहुन्छ त्यहाँ यो ट्राफिक जाम परिरहेछ अनि यतिखेर चाहिँ हामी ठ्याक्कै लोसे मल अगाडि छौँ उहाँ चाहिँ ह्यान्डसम हुनुहुन्छ उहाँ चाहिँ यतिखेर चाहिँ अब मङ्सिर लाग्ने महिना छ त्यसैले गर्दा उहाँ चाहिँ अब एउटा परेकी दुलाईको खोजीमै हुनुहुँदो रहेछ यो चाहिँ मैले उहाँको विज्ञापन गरेँ उहाँले पैसा चाहिँ दिनुभएको छैन यो विज्ञापन गरेको पहिले जेसिबी चलाएको हो 5-6 वर्ष जति अनि त्यसपछि जेसिबीमा चाहिँ कति हुन्थ्यो तल पत्ता कमाइ राम्रै हुन्छ एभरेज गरेर त्यही महिनाको 45-50 हजार त हुन्छ जेसिबीमा पनि अलिकति पैसा नदिने क्या त्यही हो अब धेरै ठाउँमा पैसा छोडेर हिँडेको पैसा दिनु चाहिँ गाह्रो क्या काम गर्नुभन्दा नि धेरै ठाउँमा पैसा छोडेर हिँडेको अनि म ट्याक्सी चलाउँछु आफ्नै यसरी गरेर भन्नु चाहिँ कन्सेप्ट कसरी निकाल्नु साथीहरू थियो अनि ट्याक्सीमा राम्रै हुन्छ अब ठिकै हुन्छ भनेर चाहिँ ट्याक्सी लाइनतिर लाग्यो अनि त्यसो भएदेखि हजुर जेसिबी चलाउँदाको पीडा जेसिबी चलाउँदाको फरक यो गाडीसँग चाहिँ के रहेछ ल भन्नु गाडीमा ठिक छ जे होस् क्यास कमाइ हुन्छ धेरै थोरै जे जस्तो भयो नि अनि जेसिबी चलाउँदाखेरि चाहिँ पैसा चाहिँ नहुने होइन त्यसमा नि पैसा चाहिँ हुने तर त्यही हो पैसा पाउनुलाई चाहिँ गाह्रो क्या अब कहिले बिल पास हुन्छ कहिले टेन्डर सकिन्छ त्यस्तो पैसा पाउनु चाहिँ गाह्रो धेरै ठाउँमा पैसा छोडेर हिँडेको धेरै ठाउँमा डुब्यो कुन जिल्लामा गएर चाहिँ जेसिबी चलाउनु पर्यो भन्नुहोस् त धेरै दाइ अब कति जिल्लामा भन्नु सुरुमा उता सुनसरीतिर चलाएको अनि मोरङ त्यसपछि खोटाङ भोजपुर सङ्खुवासभा अनि त्यसपछि अरू छ उता पश्चिमतिर के अरे गुल्मी पाल्पा अनि दैलेख अनि यता भैरवातिर पनि अहिले चलाएको तराईतिर अनि यहाँ काठमाडौँमा पनि यो यता यो बल्खुबाट उता फर्पिङ हुँदै हेटौडा जान्छ नि पुलेखानीको बाटो त्यो बाटोमा पनि काम गरेको पछिल्लो लास्ट समय चाहिँ यो दक्षिणकाली मन्दिरदेखि उतापट्टि सबभन्दा मजा चाहिँ कतातिरको मान्छे हुनुहुँदो रहेछ यो जिल्लाहरू घुम्दाखेरि हुन त तपाईँ कताको हो होइन भिडियो हेर्ने मान्छेहरू कताको हुनुहुन्छ रिसाउनुहुन्छ र तर पूर्वतिर नै रमाइलो हुन्छ क्या अलिकति चिल राईहरू भएर है बढी हो अलिक चिल टाइपको हुन्छ क्या तेरिका जाँड डरो खानुहुन्थ्यो होइन जाँड रक्सी त म खाँदैन आजसम्म खाएको पनि छैन तर त्यहाँ चाहिँ छुनुहुन्थ्यो खाएन त्यता पनि तर प्रत्येक घरमा चाहिँ गयो भने जाँड रक्सी खाऊँ भनेर अब उनीहरूको त अब स्वागत नै त्यही संस्कारै त्यही हो त्यही हो है संस्कार संस्कृति आदिवासी जनजातिको होइन मैले चाहिँ खाएन दिनमा सबैभन्दा बढी कमाएको कति सबैभन्दा कम कति मैले अब यो चाहिँ खर्च कटाएर म भन्दैन होइन खर्च नकटाइकन भन्छु खर्च नकटाइकन चाहिँ सबैभन्दा कम कमाएको चाहिँ मैले कति 3000 जति कमाएको छु दिनमा त्यसमा खर्च नजोडिकन प्लस नगरिकन खर्च अनि खर्च प्लस नगरिकन चाहिँ 3000 कमाएको छु अनि बढीमा चाहिँ मैले कति दसैँको टिकाको दिन कमाएको थिएँ होला कति 18000 सम्म कमाएको ए दसैँको टिकाको दिन यही दसैँ कि भन्दा पहिला यही दसैँ अब योभन्दा अगाडिको तिहारमा त यहाँ थिएन ए 18000 कमाउनु 18000 त्यसमा खर्च नगरिकन खर्च नकटेकन ल खर्च 3000 कट्यो भनौँ न 15000 त कमाए नि अनि मासिक रूपमा चाहिँ तपाईँको एभरेजमा कति चाहिँ राख्नुहुन्छ हिसाब गर्दाखेरि मासिक रूपमा हुन्छ होला कति त्यस्तै लगभग 1 जति भेट्नु जान्छ अलिक कम बढी हुन्छ कहिले सधैँ त्यति नै हुँदैन अलिक कम बढी हुन्छ कहिले तर लगभग 1 जति चाहिँ हुन्छ 1 जति चाहिँ खटेर काम गर्नेलाई है तर काम नगर्नेहरूलाई त छैन नि त खटेर काम गरेर तर ड्युटी पनि कति घन्टा ड्युटी त अब लगभग रेगुलर नै 15 घन्टा त मिनिमममा चाहिँ 14-15 घन्टा मिनिमममै हुन्छ त्यो काम गर्नु पर्यो त्यति गऱ्यो भने चाहिँ ओके फाइन 1 लाख चाहिँ खर्च कटाएर कि नकटाइ खर्च लगभग नकटाइकन खर्च नकटाइकन 1 लाख चाहिँ हुन्छ जे होस् 60-70 हजार चाहिँ तपाईँको मासिक रूपमा हुन्छ अनि भनिसकेपछि त्यो 60-70 हजार कमाउनको लागि विदेश जानु पर्दैन नि त होइन कसैको गाली खानु परेन दुःख गर्नलाई यही पनि छ तर अलिकति भाडामा चलाउनेहरूलाई चाहिँ अलिक गाह्रो छ होइन भाडा धेरै बुझाउनु पर्छ अलिकति मैले किस्त चाहिँ मासिक कति फाल्नुपर्छ किस्त 55000 दिइरहेको छु मैले ए मासिक 55000 किस्त दिइरहेको छु बुझाइरहेको छ भनेपछि 2 वर्षै भयो यो चलाउनु पर्यो यो निकालेको पनि चलाउन थालेको सुरुमा निकाल्दाखेरि चाहिँ कति अब यो त सेकेन्ड ह्यान्डै लिएको तर कति
लगभग भनौँ न त्यही 5 लाखदेखि सुरु हुन्छ क्या डाउन पेमेन्ट कति गर्ने भन्ने कुरा हुन्छ डाउन पेमेन्ट लगभग हामी यहाँबाट यता अब डाउन पेमेन्ट लगभग 5 लाख 6 लाख 7 लाख 8 लाख त्यो जति गर्नु सक्यो झन् धेरै गर्नु सक्यो त्यति धेरै ब्याज कम लाग्छ उता किस्ता कम बुझाउनुपर्छ त्यो सेकेन्ड ह्यान्ड पनि राम्रै हुँदो रहेछ ठिकै हुन्छ त्यो बिग्रिने ओर्ने त्यो हुन्छ नि इस्यु बढी आउने हुन्छ हुँदैन त्यति साह्रो अनि एउटा अलिअलि त भइहाल्छ कमसम त यताउता जसरी नि त्यो त भइहाल्छ नि होइन 50 वर्षको र 30 वर्षको मान्छे जोख्नै मिल्दैन नि होइन तर मेन कुरा चाहिँ त्यही हो क्या ड्युटी चाहिँ खत्रै गर्नु पर्यो विदेश जतिको काम गर्नु पर्यो यहाँनिर अब हुन्छ नि त कतिपय त साथीहरू त यहाँ पनि हुन्छ नि त पोट खेलेर बसिरहेको हुन्छ त्यो त हुन्छ नै तपाईँले देख्नुभयो होला त्यस्तोहरूको काम छैन जता टिपा हिँडिहाल्नु पर्यो हिँडिहाल्नु पर्यो छोटो होस् लामो होस् मतलब छैन धेरै हिँडिहाल्नु पर्यो हिँड्नु चाहिँ पर्यो ड्युटी चाहिँ खतरा गर्नु पर्यो त्यति हो कुरो होइन यही विदेश सम्झिनु पर्यो सम्झिनु पर्यो अरू केही छ नेपालमा बसेर काम गर्ने तपाईँ जस्तै ट्याक्सी चालकहरूको लागि के गर्नुपर्छ के गर्नुहुन्न ट्याक्सी चालकहरूलाई त के भन्नु त अब होइन तपाईँहरूसँग पनि अलिअलि पैसा छ भने अलि सो गरेर निकाल्नु गर्नु दुःख गर्नेहरूलाई छ यहाँ पनि भन्छु अनि एउटा चिज चाहिँ सोध्नु बिर्सिन्छ क्या जस्तो यो बिग्रिनुभन्दा पहिला नै सङ्केत गर्छ अरे हो केही सामान बिग्रिनु छ भने गर्छ बिग्रिनुभन्दा अगाडि नै अब लब अलिअलि केही बिग्रिनु लाग्छ भने त आफूलाई पनि थाहा हुन्छ नि त पहिले नै चेन्ज गरिहाल्ने नि सङ्केत चाहिँ हुन्छ अब जति कुराहरू हुन्छ होइन पहिले नै अगाडि नै चेन्ज गरिहाल्छौँ कि अब त बाटोमा बिग्रेर धोका दिनुभन्दा त अगाडि नै चेन्ज गर्ने नि हरेक कुराहरू अनि टाढाको रुट चाहिँ कहाँसम्म जानु भएको छ भ्याली बाहिर मतलब चाहिँ प्यासेन्जर लिएर क्या भ्याली बाहिर म जाँदैन प्यासेन्जर लिएर अहिलेसम्म जानु भएको प्रायः त सकेसम्म यही नजिक आसपास पनि जानु भएको छैन सकेसम्म रिङ रोडदेखि भित्र मात्रै हो रिङ रोडदेखि बाहिर गइहाल्यो भने थोरै कहाँसम्म रिङ रोडदेखि बाहिर त म धेरै गएको छैन रिङ रोडदेखि बाहिर त्यही दक्षिण काली मन्दिर उतातिर पार्किङतिर त्यति हो अनि उता भक्तपुर उता के भन्छ माथि डाँडातिर होला होइन भक्तपुर उतिर हो के सूर्य विनायकतिरसम्म चाहिँ गएको छु धेरै टाढा म जाँदैन प्रायः जस्तो सकेसम्म नजिकै ल तपाईँलाई बधाई छ अरू केही छ भन्ने अब अन्तिममा छौँ हामी लगभग 15-16 मिनट बोलिसक्यो होइन यति नै हो है ल उहाँले अलिकति मात्र बोल्ने कुरा गर्नुभयो भन्दा 16 मिनट बोलिसक्नु भएको छ आज चाहिँ ट्याक्सी ब्लग खासै म ब्लग बनाउने त मान्छे त होइन तपाईँहरूलाई थाहा छ तर पनि कन्टेन्ट के बनाऊ भन्ने हुन्छ यहीँ बनाइहाल्यो अब भइहाल्यो होइन साँच्चीकै थरीपरीका व्यक्तिहरूसँग थरीका कुराकानी गर्नेछु यो ब्लग तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ उहाँलाई गर्नु चाहिँ कमेन्ट मलाई होइन फेरि भन्दै बिदा हुन्छु नमस्ते।